वेलकम मेरो यो भिडियोमा यहाँ सबैजनालाई स्वागत छ। हाम्रो मकै बारी यस्तो भइरहेछ साथीहरू। अब फलेपछि ट्याक्क लगाएर ढेँडो खाने। यहाँ बोडी पनि फलाछ। बोडी र ढेँडो खाँदाखेरि यस्तो दामी हुन्छ। बोडी र ढेँडो खाने है हजुर, बोडी र ढेँडो। तर मकैको यो बिरुवाहरू सबै किराले खाएर खत्तम गर्दोरहेछ। किराले धेरै खान्छ हो, किराले। अनि मकै बारभित्र रायो साग पनि छ। रायो साग र ढेँडो खाने। यो मकै पाकेर पिठो भइन्जेल मात्रै यो रायो साग कहाँ पुग्ने होला फेरि। अब मकै यहाँ पहेँलो हुँदैछ। के भिटामिन नपुग्यो हो कि नाइट्रोजन पुगेन कि अब के पुगेन, पानी पुगेन कि के पुगेन, पहेँलो हुँदैछ। मकैको ढेँडो र साग, बोडीको तरकारीसँग ढेँडो खाने भए आउनु होला है हजुरहरू पनि। मकै गोडेर भर्खरै भ्याएको अवस्था, 1-2 दिन अगाडि। मकै फल्छ होला अब मकै। बिस्तारै भिडियो बनाएको छु स्लो मोसनमा, हेर्न सक्नुहुनेछ। मेरो भिडियो तपाईहरुले पनि लाइक कमेन्ट सेयर गरिदिनु होला। म पनि तपाईहरुको भिडियोमा लाइक कमेन्ट सेयर गर्नेछु। फलो गर्नु होला, मैले पनि तपाईहरुले फलो गर्नेछु। आउनुहोस्। मकै चाहिँ खाली छ, उखालेर घाँसको लागि थुपारेको, अब त्यही मल हुन्छ अब। बोडीहरू ट्याक्क नारी मकैको सबै किराले खाएर खत्तम गरेको छ हजुरहरू। के लाग्यो हो यो, कुन रोग लाग्यो हो थाहै भएन।